श्रीमद् भागवत कथा। अब यो कस्तो कथा हो त जो सुन्दै हुनुहुन्छ हजुरहरु? कथा दुई प्रकारको हुन्छ। एउटा दुःखलाई निम्त्याउने आफै र अर्को कथा हुन्छ दुःखलाई निवृत्ति गराउने, दुःखबाट दुःखलाई पन्छाइदिने। भागवत दुःखबाट पन्छाउने वाला, दुःखलाई हटाउने वाला कथा हो। तर अब हामी चाहिँ कस्तो छौं भने जो दुःख पाइन्छ नि त्यो कथा खुब रुचाइन्छ। कतिजनाले सिरियल हेर्दै रुने गरेका छन्। हजुर सिरियल हेर्दै रुने गरेछ कि छैन? छ नि। तपाईलाई थाहा छ कि त्यो नाटक हो कि हैन? थाहा छ। यो नाटक हो भन्ने पनि थाहा छ, तर पनि रुनुहुन्छ। बिहान खाना पकाउँदा पनि सोचे भरे बेलुका के हुन्छ, जसले हामीले केही दिनेवाला छैन। न हामीले त्यसबाट न जीवनमा केही दुःखबाट निवृत्ति गराउँछ, न हामीलाई मोक्ष दिन्छ, न त्यसले हामीलाई पुण्य दिन्छ। भएको यहाँको गाउँले, यहाँको आयोजक परिवारले यो चाहना राख्नु भएको छ कि तपाईको जीवनमा पनि कल्याण होस्, तपाईको जीवन परिवर्तन होस्, तपाई सत्मार्गमा हिँड्नुहोस्, तपाईको जीवनमा शान्ति छाओस्। तर त्यो कथामा गएर पनि हाम्रो मन फेरि त्यस्तै बन्छ भने जीवनमा एउटा त परिवर्तन ल्याउनु पर्यो नि। कमसे कम पनि थोरै भए पनि यो जीवनमा केही न केही परिवर्तन राम्रो आउनुपर्छ। र यो कथाले जो दुःखबाट निवृत्ति गराउने वाला कथा छ, यो कथाले पनि आज सोरेनी बजारको जो दिव्य स्थानमा बसेर सुन्दै हुनुहुन्छ, यसले पनि हजुरको जीवनमा परिवर्तन ल्याउनु पर्छ। भक्तवत्सल भगवानको भगवानले दिएको यो अमूल्य मानव चोलालाई यसै खेर नफाल्नु होला। फेरि फेरि यो जीवन पाउन गाह्रो छ। एकचोटि पाउनु भएको छ मान्छेको जीवन, अर्को पटक जन्म मान्छेकै हुन्छ भन्ने ग्यारेन्टी छैन है हजुर, साँच्चीकै छैन। एकचोटि पाएको जीवन छ, यसलाई सदुपयोग गर्नु होला। प्रेमले भन्नु राधे राधे। कसले दियो मनुष्य चोला, कसले दियो मनुष्य चोला। सबैले गाउनु होला है, मिठो मिठो ताली बजाउँदै। हेर्नुहोस् यो जीवन फेरि कहिले पाइनु भएको छ, अनि त्यसमा पनि सौभाग्यले 7 दिन कथा सुन्ने अवसर पाउनु भएको छ। नाच्न मन छ भने